हामी चाहिँ अलिकति रङ बाटो आएको छ है। ल यही ठाउँ रहेछ, मैले टिकटकमा चाहिँ राम्रो देखेको थिएँ। रङ बाटो, रङ ठाउँ, एक्सपेक्टेसन भर्सेस रियालिटी भएछ। कस्तो बवाल देखेको आज चाहिँ धेरै पछि एउटा सानो हाइकको लागि गइदिउँ है त। ठाउँ चाहिँ बवाल छ, म तपाईँलाई देखाउँछु त एकछिनमा गइसकेपछि। ल त्यो गाडीको साइडतिर ओके, सानो कफी ब्रेक। यहाँ चाहिँ अटोमा लागेर होला, कस्तो डेन्जर देखेको होला होइन रुखहरूको त्यो पातहरू क्या। ल बाबा ल कस्तो डेन्जर साइकल। ल दामी अर्को नै आयो, डेन्जर उकालो छ है फेरि यो बाटो। फाइनल्ली आइपुगेँ म टक्क लगाएर। ठाउँ चाहिँ दामी छ है त। ल एकछिनमा भेटौँ ल। हामी चाहिँ अलिकति रङ बाटो आएको छ है, हेर्दाखेरि सबै सेम सेम थियो है। हामी जानुपर्ने खासमा ऊ त्यो समुद्र देखाइदिएको छैन, त्यो साइडतिर जानुपर्ने थियो। हामी यो डाँडा आएछ, ऊ त्यो अर्को नेक्स्ट डाँडा जानुपर्ने भयो है त फेरि। ल केही छैन, एकछिन भेटौँ न। यो सबै चाहिँ वाइनरी हो है त। यो चाहिँ के भएछ भन्दाखेरि खासमा हामी यो बाटो आउनुपर्ने, अघि चाहिँ मिस्टेकली हामी ऊ त्यो हो यो 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 डाँडा पुगेछ क्या। अनि त्यहाँ बसेर भिडियो बनाएको क्या। खासमा आउनुपर्ने चाहिँ यो डाँडा रहेछ क्या। ल है त हामी भ्यू पोइन्ट आइपुग्यो। 360 भ्यू हुँदो रहेछ। ल कस्तो डेन्जर देखायो क्या। अब एकछिनमा चाहिँ हामी त्यहाँ जान्छौँ है त। ल बाटो चाहिँ कहाँबाट छ त्यहाँ जाने है, तर त्यहाँ जानुपर्छ है त एकछिनमा। ल ओके फाइनल्ली हामीले बाटो भेट्यो है त। 2 पन्च बाउल वाटर होल यहाँबाट। ल फाइनल्ली ल यसको ल यस्तो यस्तो बाटो देख्ने बित्तिकै चाहिँ ठ्याक्कै नेपालको याद आउँछ क्या। ल होइन गाउँघरतिर जाँदाखेरि क्या दामी। बाटो चाहिँ अलिकति नराम्रो रहेछ तर मजा आइरहेछ। ल है त एक्सपेक्टेसन भर्सेस रियालिटी भएछ। ठिकै छ, अब हामी आउनु त आइपुग्यो होइन यो ठाउँहरूमै। ल यही ठाउँ रहेछ, मैले टिकटकमा चाहिँ राम्रो देखेको थिएँ है। अघि माथिको डाँडा ऊ त्यो लुकआउटबाट देखेको ठाउँ यही हो होइन। अघि हामी त्यहाँ थियो, खासमा यहाँ राम्रो छ भनेर आएको। ठिकै चाहिँ ठिकै नै रहेछ, तर यस्तो ठाउँमा अब स्विमिङ त के खेल्नु हो होइन, सर्प हमला। खासमा आउनु त यही आएको, हेर्दाखेरि डर लाग्दो रहेछ तर ठिकै छ, केही छैन। यही थियो आजको डेस्टिनेसन पोइन्ट होइन। सोचे जस्तो भएन। लेट्स गो। रङ बाटो, रङ ठाउँ, डेन्जर उकालो रहेछ। ल ठिक छ, हामी अब फेरि अर्को ठाउँमा जाने डिसिजन गऱ्यौँ है त। त्यो चाहिँ पार्क हो। त्यहाँ चाहिँ जे भयो नि तपाईँहरूलाई म राम्रो राम्रो भ्यूहरू देखाउँछु होइन। सायद त्यहाँ कङ्गारू पनि छ होला, म तपाईँहरूलाई कङ्गारू पनि देखाउँछु। केही छैन, इट विल बी वर्थ इट है त जे भयो नि लास्टमा। मैले तपाईँलाई भनेको थिएँ त म तपाईँहरूलाई केही न केही त देखाउँछु भनेर। ल मेरो अगाडि छ कङ्गारू, त्यसले मलाई हेर्दैछ के खाइरहेछ त्यसले, कस्तो मस्कुलर। यो चाहिँ केटै होला है। यिनीहरूको एउटा ट्रेड चाहिँ के हुन्छ भन्दाखेरि यिनीहरूलाई यिनीहरूको त्यो केटीहरू हुन्छ नि, उनीहरू तर्साउनलाई अनि केटाहरूसँग फाइट पऱ्यो भने यिनीहरूको सोल्डरलाई चाहिँ पम्प गराएर ठुलो देखाउँछ अरे क्या। कस्तो डेन्जर खाइरहेछ त त्यो भाग्य। कहाँ भयो कङ्गारू है त्यो। गयो ठिकै छ, केही छैन। ल मैले तपाईँहरूलाई एउटा राम्रो ठाउँ देखाउँछु भनेको थिएँ नि त होइन लास्टमा आएर। ल दामी ठाउँमा आइपुग्यो है त, म देखाउँछु है त अहिले। ल रेडी हो नि त है। बाबा अरे कस्तो डेन्जर उयो भएको। ल ठाउँ पनि दामी है। ल मजा आयो। कस्तो बवाल देखेको यहाँबाट चाहिँ ओर्सित भएर म तपाईँलाई देखाउँछु है त। कस्तो बवाल छ त होइन। त्यहाँनिर चराहरू चिल गरिरहेछ है। यहाँ रिभर र समुद्र मिसिएको छ होइन। त्यहाँ मान्छेहरू पनि पुरै के हो यो, त्यहाँ काइकिङ समथिङ गरिरहेछ होइन। ल यहाँ स्विमिङ ल सनसेट चाहिँ देखाउनु पाएन मैले तपाईँहरूलाई, तर यो सनको त्यो उति चाहिँ हेर्नु है त। ल स्काई रेड भएको। ल बाई बाई सबैजनालाई, नेक्स्ट टाइम भेटौँ ल अब।